यो एउटा स्मार्टफोनबाट मैले मन्थली नेपालमा बसेर 30 देखि 40,000 रुपैयाँ अर्न गरिरहेको छु एज अ कलेज स्टुडेन्ट भनेर मैले तपाईलाई यदि भने पत्याउन अलिकति गाह्रो हुन्छ बिकज तपाईसँग यसको बारेमा नलेज र एक्सपिरियन्सेस नहोला। ओके फाइन। सो यो भिडियोको लिंक तपाईलाई कसैले शेयर गरेको छ या मैले नै शेयर गरेको छु भने यो भिडियोलाई लास्टसम्म तपाईले हेरिसकेपछि आई प्रमिस तपाईले पनि सोशल मिडियाबाट मन्थली 30 देखि 40,000 रुपैयाँ एज अ बिगिनर लेभलमा अर्न गर्न सक्नुहुन्छ। प्रपर एक्सन प्लान स्ट्र्याटेजी सबै कुराहरु यो भिडियोमा म शेयर गर्छु। दिस इज द लास्ट भिडियो जुन भिडियो हेरिसकेपछि तपाईले पनि आफ्नो इन्कम जर्नी स्टार्ट गर्न सक्नुहुन्छ। सो यो भिडियो स्टार्ट गर्नु भन्दा अगाडि मेक श्योर कि तपाई एउटा शान्त ठाउँमा बसेर यो भिडियो हेर्नु हुँदैछ, तपाईसँग एउटा नोटबुक र पेन छ बिकज आजको भिडियोमा म तपाईलाई के यस्तो कुराहरु शेयर गर्छु जुन चाहिँ तपाईले नोट गर्नुपर्ने हुन्छ। यति नै भन्छु, नेक्स्ट 15 to 20 मिनेट क्यान चेन्ज योर लाइफ। आज भन्दा 2 वर्ष अगाडि मेरो लाइफ पनि सोशल मिडियामा वेस्ट गर्दै रेस स्क्रल गर्दै बित्यो। लाइफमा केही डाइरेक्सन थिएन, गोल थिएन, के गर्ने केही थाहा थिएन र म पनि तपाईहरु जस्तै युट्युबमा हाउ टु मेक मनी, हाउ टु अर्न अनलाइन यो एप्लिकेसनबाट यति कसरी अर्न गर्ने भिडियो हेरेर बस्थे र म्याक्सिमम भिडियोजहरु त्यही फेक प्रमोसन र हावादारी कुराहरुले भरिएको हुन्थ्यो। र एक दिन मैले रियली एउटा यस्तो प्लेटफर्म भेटे दैट क्यान चेन्ज माई कम्प्लिटली लाइफ। नाउ आई एम मेकिङ 30 to 40K पर मन्थ र अहिले म आफ्नो कलेजको फीहरु आफै पे गरिरहेको छु, फ्यामिलीलाई फाइनान्शियली सपोर्ट गरिरहेको छु, मेरो टिममा भएको पिपल्सहरुलाई मैले गाइड गरेर उहाँहरुले पनि एज अ बिगिनर लेभलमा 20 देखि 25,000 रुपैयाँ अर्न गर्न सकिरहेको भएको छ र ओभरअल म आफ्नो लाइफलाई इन्जोय गरिरहेको छु थ्रु दिस अनलाइन बिजनेस। यही अनलाइन बिजनेसबाट मैले आइफोन परचेज गरे, ल्यापटप परचेज गरे, आई टुक माई फर्स्ट फ्लाइट, डिफरेंट ट्रिप्सहरु, इभेन्ट्सहरु क्वालिफाई गरे। यो सबै कुरा 2 वर्ष अगाडि लिएको एउटा सानो डिसिजनले पोसिबल भयो। सो विदाउट एनी डिले लेट्स मुभ अन आवर टपिक्स एन्ड भिडियो। तपाईलाई एउटा क्वेशन सोध्छु है त, आजको डेटमा यदि पैसा कमाउनु छ भने के चाहिन्छ, डिग्री अर स्किल्स? धेरै जनाले भन्नुहुन्छ स्किल्स चाहिन्छ। यस obviously हो नि त गाइज, आजको समयमा यदि पैसा कमाउनु छ भने स्किल्स म्याटर गर्छ क्या। जस्तै तपाई कुनै पनि कम्पनीजमा जानुहुन्छ इन्टर्नशिपको लागि, जब गर्नको लागि, सुरुमा तपाईको के हेरिन्छ? स्किल्स हेरिन्छ। तपाईको कम्युनिकेसन स्किल्स, प्रेजेन्टेसन स्किल्स, सोशल मिडिया रिलेटेड स्किल्सहरु, डिफरेंट टाइप्सको तपाईको स्किल्स हेरिन्छ। तपाईसँग डिग्री मात्रै छ भने तपाई आजको यो डिजिटलाइज वर्ल्डमा सर्भाइभ गर्न तपाईलाई एकदमै धेरै गाह्रो हुन्छ। यो डिजिटलाइज वर्ल्डमा जहाँ एआई ले सबै कुराहरु रिप्लेस गरिराछ, तपाईलाई के लाग्छ डिग्री मात्रै भएर सबै कुराहरु चल्छ? नै, तपाईसँग स्किल्स चाहिँ हुनै पर्छ। सपोज दैट तपाई आफ्नै सोसाइटीमा हेर्नु, जस्तै एउटा टिचरले पैसा कसरी कमाइरा हुन्छ, स्टुडेन्टलाई पढाएर कम्युनिकेसन स्किल्स उसको राम्रो छ त्यही भएर उसले पैसा कमाइरा हुन्छ। एउटा कन्टेन्ट क्रिएटर कन्टेन्ट बनाएर कन्टेन्ट क्रिएसनको स्किल्स छ त्यही भएर पैसा कमाइरा हुन्छ। एउटा भिडियो एडिटर एडिटिङको स्किल्स छ त्यही भएर पैसा कमाइराछ। सोशल मिडिया म्यानेजर म्यानेज गर्न आउँछ सोशल मिडियालाई, सो पैसा कमाइराछ। सो जे गर्नको लागि पनि स्किल्स चाहिन्छ। सो सेम मैले पनि मार्केटको यस्तो डिमान्डिङ स्किल्सहरु सिके जसले गर्दा आजको समयमा एउटा जेन्युइन प्लेटफर्ममा रियल तरिकाले मन्थली बेसिसमा 30 देखि 40,000 रुपैयाँ कमाउन सकिरहेको छु र मेरो इन्कमहरु हेर्न सक्नुहुन्छ स्क्रिनमा। फेरि पनि आज मेरो अर्निङ हेर्न सक्नुहुन्छ। सिंगल डेमा मैले 2,000 रुपैयाँ अर्न गरेको छु र ल्यापटपको स्क्रिनमा पनि चेक गर्न सक्नुहुन्छ। आज मैले 2,000 रुपैयाँ सिंगल डेमा अर्न गरेको छु र वीकली अर्निङ 14,000 रुपैयाँ छ। वेल, जुन प्लेटफर्म अनलाइन बिजनेसको म अघिदेखि कुरा गरिरहेको थिएँ त्यो प्लेटफर्म त्यो अनलाइन बिजनेसको नाम हो डिजिकन। सो व्हाट इज डिजिकन? सो डिजिकन भनेको एउटा नेपाली इटेक प्लेटफर्म हो जुन इटेक प्लेटफर्मले युथहरुलाई डिफरेंट टाइप्सको स्किल्सहरु डेभलप गर्न हेल्प गर्छ र यही प्लेटफर्ममा स्किल्सलाई मोनेटाइज गरेर अर्न गर्ने अपर्चुनिटीज दिन्छ थ्रु अफिलिएट बिजनेस, थ्रु फ्रीलान्स प्रोजेक्ट, डिफरेंट टाइप्सबाट तपाईले यही प्लेटफर्ममा अर्न पनि गर्न पाउनुहुन्छ। कसको लागि हो त डिजिकन? इफ यु आर स्टुडेन्ट, तपाईसँग 1-2 घण्टा दिनको टाइम छ, तपाई एउटा जब गर्नुहुन्छ, साइड बाइ साइड तपाई अरु पनि इन्कम सोर्सको खोजीमा हुनुहुन्छ भने डिजिकन इज फर यु। सो इफ यु आर कन्टेन्ट क्रिएटर एन्ड फ्रीलान्सर, डिजिकन विल हेल्प यु अ लट गाइज। यो प्लेटफर्म एन्ड कम्पनी जोइन गर्नु भन्दा अगाडि मेरो माइन्डमा नि डाउट थियो, किन डिजिकन नै, के गरेर कमाइन्छ? फेक त हैन। मैले रिसर्च गरे, डिफरेंट भिडियोजहरु हेरे,
डेमो लाइभ सेसन लिए, मेन्टर्सको इन्स्टाग्रामको हाइलाइट्सहरू चेक गरे, कम्पनी दर्ता छ कि छैन त्यसको डकुमेन्ट्सहरू हेरे, इभन नेपाल गभर्नमेन्टको कम्पनीको रजिस्टरको वेबसाइटमा गएर नम्बर हालेर पनि चेक गरे। अनि थाहा भयो कम्पनी र बिजनेस एकदमै फुल्ली तरिकाले गभर्नमेन्ट अप्रुभड रहेछ। विश्वास गर्न गाह्रो भइरह होला बिकज अहिलेको टाइममा डिफरेन्ट मिसलिडिङ प्लेटफर्महरू, फेक प्लेटफर्महरू चलिरहेको छ। सो सुरुमा यो कम्पनीको र मेरो टिमको फिडब्याक भिडियोजहरू हेर्नु। Hi everyone, I'm Dilasha Karki and welcome to Learn and Earn with Dilasha. I'm currently a student, but I wanted to make some money by making use of my phone and internet. So I recently joined DigiCorn, which is a platform that helps us to earn money by learning some online skills. डिजिकर्नमा भर्खरै भएको अफिलिएट मार्केटिङको 7 दिने ट्रेनिङमा म पनि सहभागी भएको थिएँ। मैले डिजिकर्न अप्रिल 25 मा जोइन गरेको थिएँ। एज अ भिडियो एडिटर मैले चाहिँ नेपालमा यतिको एउटा फ्रिल्यान्सिङ गर्ने एउटा साइट भेटिरहेको थिइनँ, मैले एउटा बाटो भेटेर थिइनँ। म डिजिकर्नमा चाहिँ भएको 1 हप्ता भइसकेको छ। त्यसमा हामीलाई सरले धेरै क्लासहरू लिइरहनु भएको छ। म प्रथम त सिधै सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँले हामीलाई एकदमै फ्रेन्डली इन्भाइरोमेन्टमा सिकाउनु भयो। So I hope to grow with you guys. डिजिकर्न योर ग्रोथ आवर मिसन। अब यति हेरिसकेपछि म तपाईलाई एउटै कुरा भन्छु, यु डोन्ट निड टु ग्रेट टु बी स्टार्ट, यु जस्ट निड स्टार्ट टु बी ग्रेट। अब तपाईले सोध्नुहुन्छ अरे कमाउने चाहिँ कसरी, जोइन कसरी गर्न सकिन्छ, के इन्भेस्टमेन्ट पनि लाग्छ? नेपाल सेकेन्ड रिचेस्ट कन्ट्री हो वाटरमा र यो वर्ल्डको 70% ठाउँ वाटरले अकुपाई गरेछ। इभन वाटर यो वर्ल्डमा फ्री छ, त्यही पनि तपाईले वाटर किनेर खानुहुन्छ, पर्चेज गरेर खानुहुन्छ। वाटरको बोतल तपाईले किन्नु पर्छ। देन हाउ यु एक्सपेक्ट कि यति डिजिटल स्किल्सहरू, 10 वटा डिजिटल स्किल्सहरू, लाइभ मेन्टरसिप, लाइफ टाइम ट्रेनिङ, मन्थली 30 to 40,000 रुपिस अर्न गर्ने प्लेटफर्म, अपर्च्युनिटी, गाइडेन्स तपाईले फ्रीमा पाउनुहुन्छ भनेर हाउ यु एक्सपेक्ट? यस, इन्भेस्टमेन्ट चाहिँ लाग्छ र आजको समयमा जे पनि गर्नु छ इन्भेस्टमेन्ट लाग्छ। तपाईले स्कुल्स कलेज पढ्नुभयो, 10-12 लाख रुपियाँ त्यहाँ लाग्यो। तपाईँ ब्याचलर पढ्नुहुन्छ, त्यहाँ तपाईँको 5-6 लाख रुपियाँ पर्छ। तपाईँ फरेन कन्ट्री जानुहुन्छ, तपाईँको 17-18 लाख रुपियाँ त्यहाँ पर्छ। 20-30 हजारको जब पाउनको लागि तपाईँले त्यति इन्भेस्ट गर्नुभयो भनेपछि मन्थली 30 to 40,000 रुपिस घरमा बसेर यदि कमाउनु छ भने सानो इन्भेस्टमेन्ट आफ्नो स्किल्समा, पर्सनालिटीमा, आफ्नो स्किल्समा तपाईँले इन्भेस्ट चाहिँ गर्नुपर्छ। सो यस, इन्भेस्टमेन्ट चाहिँ यहाँ लाग्छ र मैले पनि इन्भेस्ट गरेर जोइन गरे हो। यति कुरा बुझ्नु, इफ तपाईलाई बिजनेस स्टार्ट गर्नु छ भने इन्भेस्टमेन्ट चाहिन्छ। जस्तै तपाईलाई दही बनाउनु छ भने तपाईलाई अलिकति दही त चाहिन्छ नि, त्यसै गरी एउटा फलामलाई काट्न फलामै चाहिन्छ, पैसा बनाउन पैसा नै चाहिन्छ, त्यसै गरी बिजनेस बिल्ड गर्न इन्भेस्टमेन्ट चाहिन्छ। त्यो पनि आफ्नो स्किल्समा तपाईले यहाँ इन्भेस्ट गर्नु हुँदैछ। सो डिजिकर्न भनेको के हो तपाईले बुझिहाल्नु भयो होला। डिजिकर्न भनेको एउटा इटेक प्लेटफर्म हो, ई लर्निङ प्लेटफर्म हो, जहाँ डिफरेन्ट टाइप्सको पिपुल्सहरू जोइन भएर डिफरेन्ट टाइप्सको डिजिटल स्किल्सहरू सिक्न सक्छ, जुन मार्केटमा एकदमै धेरै ट्रेन्डिङ छ, जहाँबाट एक्चुअल पैसा कमाउन सकिन्छ रियल जेन्युन तरिकाबाट। त्यो स्किल्सहरू तपाईले यहाँ आएर डेभलप गर्न सक्नुहुन्छ। प्लस त्यही स्किल्सलाई सिकिसकेपछि डिजिकर्नमा जोइन गरेर तपाईले एसोसिएट भएर अफिलिएट बिजनेस गर्ने फेसिलिटिज पाउनुहुन्छ। यसमा तपाईले डिफरेन्ट टाइपको फ्रिलान्स प्रोजेक्टहरू पाउनुहुन्छ अकॉर्डिङ टु योर स्किल्स। र यस, एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि जोइन गरिसकेपछि हजुरले 10 डेजको ट्रेनिङ अटेन्ड गरिसकेपछि पनि आफ्नो फर्स्ट इन्कम साइड बाइ साइड जेनेरेट गर्न मिल्छ। त्यो कसरी? त्यो यसरी कि तपाईले यहाँ अफिलिएट बिजनेस फेसिलिटिज पाउनुहुन्छ, जहाँबाट तपाईँ एज अ बिगिनर लेभलमा सिक्दै सिक्दै पनि अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ। ओके, डिजिकर्नले आफ्नो सर्भिसेसहरूलाई 3 वटा प्लान्समा डिभाइड गरेको छ र डिजिकर्नमा तपाईलाई जोइन गर्नु छ भने यो 3 वटा प्लानमा कुनै एउटा प्लान चुज गरेर तपाईले जोइन गर्न सक्नुहुन्छ। सो त्यो 3 वटा प्लान के हो त त्यसको बारेमा सुरुमा हेरौँ। सुरुमा आउँछ एडभान्स प्लान, सेकेन्डमा आउँछ एक्सपर्ट प्लान, थर्डमा आउँछ स्टार्टअप प्लान। एडभान्स प्लानमा जोइन गर्नु छ भने हजुरलाई 1699 रुपिस पे गर्नुपर्छ, 1699 रुपियाँ पे गर्नुपर्छ, इन्भेस्ट गर्नुपर्छ। इफ तपाईलाई एक्सपर्ट प्लानमा जोइन गर्नु छ भने हजुरलाई 2999 रुपिस पे गर्नुपर्छ, 2999 रुपियाँ इन्भेस्ट गर्नुपर्छ। इफ तपाईलाई स्टार्टअप प्लानमा जोइन गर्नु छ भने यसमा तपाईले 4999 रुपिस इन्भेस्ट गर्नुपर्छ। इफ तपाईले स्टार्टअप प्लान लिनुभयो भने एक्सपर्ट
एक्सपर्ट र एडभान्स प्लान फ्री अफ कस्टमा पाउनुहुन्छ। इफ तपाईले एक्सपर्ट प्लान लिनुभयो भने एडभान्स प्लान फ्रीमा पाउनुहुन्छ र एडभान्स प्लान लिनुभयो भने चाहिँ एडभान्स प्लान मात्रै पाउनुहुन्छ र अफिलिएट गरेर 10-12 हजार रुपैयाँ चाहिँ अर्न गर्न पाउनुहुन्छ। यसमा धेरै फ्यासिलिटिज हुँदैन। सो गर्न चाहनुहुन्छ भने चाहिँ एक्सपर्ट र स्टार्टअप म सजेस्ट गर्छु र हाइली रिकमेन्ड गर्छु म स्टार्टअप प्लान, बिकज त्यहाँ धेरै बेनिफिट्सहरू छ। एक्सपर्ट फ्रीमा, एडभान्स फ्रीमा, पर्सनल मेन्टरशिप, बिजनेस अटोमेसनको कोर्सहरू, डिजिटल मार्केटिङको कोर्सहरू, 40-50,000 रुपिस अर्न गर्ने अपर्च्युनिटी, फ्रिलान्सिङ कसरी के गर्न सकिन्छ प्रपर तरिकाले तपाईलाई गाइड गरिन्छ। ओके, अब यो डिजिकनमा अर्न चाहिँ कसरी गर्ने, पैसा चाहिँ कसरी कमाउन सकिन्छ। ओके, डिजिकनमा त तपाईले डिफरेन्ट वेजबाट अर्न गर्न पाउनुहुन्छ। 5-6 वटा वेज छ अर्न गर्ने, बट मेनली चाहिँ तपाईको 2 वटा वेज छ जहाँबाट तपाईले अर्न गर्न पाउनुहुन्छ एउटा राम्रो अमाउन्ट। फर्स्ट वान इज फ्रिलान्सिङ प्रोजेक्ट, सेकेन्ड वान इज अफिलिएट मार्केटिङ। फ्रिलान्सिङको बारेमा सुरुमा डिस्कस गरौँ। सपोज दैट तपाईले एक्सपर्ट प्लान लिनुभयो, तपाईले फेसबुक एडको कोर्स सिक्नुभयो या भिडियो एडिटिङको कोर्स सिक्नुभयो, तपाईले 10-15 दिन सिक्नुभयो, महिना दिन सिक्नुभयो, तपाई पर्फेक्ट हुनुभयो। ओके, पर्फेक्ट भइसकेपछि हामी तपाईलाई फ्रिलान्स प्रोजेक्टहरु दिन्छौं, फ्रिलान्सिङ अपर्च्युनिटी दिन्छौं र त्यो प्रोजेक्टहरु तपाईले कम्प्लिट गर्नुभयो भने हामी तपाईलाई पे गर्छौं र यसरी तपाईले मन्थली बेसिसमा 30 देखि 40,000 रुपैयाँ इजिली अर्न गर्न पाउनुहुन्छ। मेरो टिममा यस्तो धेरै जना हुनुहुन्छ जसले भिडियो एडिटिङ गरेर फेसबुकमा एड रन गरेर 30 देखि 40,000 रुपैयाँ अर्न गर्न सकिराख्नु भएको छ फ्रिलान्सिङबाट। अर्को हुन्छ तपाईको अफिलिएट मार्केटिङ। अफिलिएट मार्केटिङ भनेको के हो भन्दाखेरि कुनै पनि कम्पनीसँग एसोसिएट भएर उनीहरुको प्रोडक्ट र सर्भिसेसलाई तपाईले सोशल मिडियाको थ्रु जस्ट प्रमोट गर्नुहुन्छ, मार्केटिङ गर्न हेल्प गर्नुहुन्छ भने तपाईले केही पर्सेन्ट अफ पाउने प्रफिट नै अफिलिएट मार्केटिङ हो। सो डिजिकलले टोटल 70% को प्रफिट डिस्ट्रिब्युसन गर्छ। तपाईले एडभान्स प्लान कसैलाई प्रमोट गर्नुभयो, तपाईले मार्केटिङ गरेर सेल्स गर्नुभयो भने तपाईले 1 प्रमोसन गरिसकेपछि हजुरले 1200 रुपैयाँ पाउनुहुन्छ र मन्थली बेसिसमा मात्रै 10 वटा मात्रै प्रमोसन गर्नुभयो भने 10 × 12 से 12,000 रुपैयाँ तपाईले कमाउन सक्नुहुन्छ 10 वटा प्रमोसन गरेर। प्रमोसन कसरी गर्ने सबै कुराहरु तपाईलाई ट्रेनिङमा सिकाइन्छ। अर्को हुन्छ एक्सपर्ट प्लान। एक्सपर्ट प्लानलाई तपाईले प्रमोट गर्नुभयो कसैलाई, देन तपाईले पाउनुहुन्छ 2,000 रुपैयाँको प्रपर कमिसन, 2,000 रुपैयाँको प्रफिट पाउनुहुन्छ। मन्थली बेसिसमा 10 वटा मात्रै प्रमोसन गरिदिनु भयो भने एक दिनमै 2 वटा 3 वटा प्रमोसन गइरहन्छ, बट एज अ बिगिनर लेभलमा महिनामा 10 वटा मात्रै प्रमोसन गरिदिनु भयो भने 10 × 2,000 20,000 रुपैयाँ तपाईको अर्निङ्स भयो। अर्को हुन्छ स्टार्टअप प्लान, जहाँ तपाईले पर प्रमोसन 3500 रुपैयाँ अर्न गर्न पाउनुहुन्छ। सो तपाईले दिनमा एउटा प्रमोसन गर्नुभयो भने एक दिनमा 3500 र मन्थली बेसिसमा 10 वटा प्रमोसन गर्नुभयो भने 10 × 3500 35,000 रुपैयाँ तपाईले अफिलिएट मार्केटिङबाट अर्न गर्न पाउनुभयो। ओके, अब तपाई सोध्नुहुन्छ कि कुन प्लान चाहिँ मेरो लागि बेटर हुन्छ। इफ तपाईसँग पैसै छैन भने गो विथ एडभान्स हैन, तपाईसँग पैसै छैन, बजेट एकदमै लो छ भने एडभान्स प्लानबाट स्टार्ट गर्न सक्नुहुन्छ, बट त्यहाँ तपाईले धेरै फ्यासिलिटिज, अर्निङ्स, स्किल्सहरु चाहिँ डेभलप गर्न पाउनुहुन्न। तपाईको बजेट मिड रेन्जमा छ, एउटा स्टुडेन्ट हुनुहुन्छ हैन, अफोर्ड गर्न सकिन्छ भने गो विथ एक्सपर्ट प्लान। एक्सपर्ट प्लानमा चाहिँ तपाईले ठिक्कको सर्भिसेसहरु, राम्रो अर्निङ्सहरु जेनेरेट गर्न सक्नुहुन्छ। बट मेरो सजेसन मान्नुहुन्छ भने चाहिँ एकचोटी इन्भेस्ट लाग्छ स्टार्टअप प्लानबाट जोइन गर्नु। यहाँ तपाईले टोटल 10 वटा स्किल्स डेभलप गर्ने अपर्च्युनिटिज पाइराख्नु भएको छ, फ्रिलान्सिङ गर्ने अपर्च्युनिटिज पाइराख्नु भएको छ, पर्सनल मेन्टरशिप पाइराख्नु भएको छ, लाइफ टाइमको लागि सबै कुरा लाइफ टाइमको एक्सेस पाइराख्नु भएको छ। सो गो विथ अ स्टार्टअप प्लान। मलाई चाहिँ के लाग्छ भन्दाखेरि नेपाली पिपल आर इगर टु लर्न एन्ड अर्न। उलाई एउटा सही प्लेटफर्म, सही अपर्च्युनिटी पायो भने नोबडी स्टप टु ग्रो देम। सो यो तपाईको लागि एकदमै धेरै ग्रेट अपर्च्युनिटिज हो। सो डिसिजन लिनु, एक्सन लिनु, स्टार्ट गर्नु। हामीसँग लिमिटेड सीट हुन्छ, हेर्नु धेरै लिमिटेड सीट हुन्छ। यो भिडियो तपाईलाई जसले शेयर गरेको छ उसलाई एकचोटी मेसेज गर्नु, उसँग कुराहरु बुझ्नु अनि जोइन गर्नु, स्टार्ट गर्नु। सो तपाईलाई म थ्रु जोइन गर्नु छ भने डिस्क्रिप्सनमा एउटा भिडियोको लिंक छ, त्यो लिंकमा क्लिक गरेर भिडियो हेर्नु। मैले भिडियोमा फुल प्रोसेस भनेको छु कसरी के जोइन गर्न सकिन्छ डिजिकन। र तपाईलाई के डाउट छ, के क्वेशन छ, अहिलेसम्म के बुझ्नु भएको छैन भने डिस्क्रिप्सनमा मेरो WhatsApp को नम्बर छ, मलाई मेसेज गर्नु, कल गर्नु, म तपाईलाई सबै कुराहरु बुझाइन्छु। र बुझिसक्नु भएको छ भने मेसेज गर्नु आई वान्ट टु जोइन, र म तपाईलाई सबै डिटेल्सहरु पठाइन्छु। सो ढिला नगर्नु, स्टार्ट गर्नु। ट्रेनिङ हाम्रो स्टार्ट हुनेवाला छ यही वीक देखि। सो जस्ट स्टार्ट है त गाइज। 3, 2, 1 जय